धनुषा प्रहरीले अलग अलग स्थानबाट विभिन्न मितिमा पक्राउ परेका 13 जना चोरीका आरोपीहरूलाई सार्वजनिक गरेको छ। बिहिबार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा उनीहरूलाई सार्वजनिक गरिएको हो। पक्राउ पर्नेहरूमध्ये जनकपुरधाम उपमहानगरपालिका 16 का 13 वर्षीय आनन्द कुमार कर्ण रहेका छन्। उनीमाथि पेठिया बजारमा तरकारी किन्न आउने महिलाहरूको सिक्री तानेर चोरी गरेको आरोप लागेको छ। त्यस्तै सडकमा कुरा गरिरहेको बेला हातबाट मोबाइल खोसेर भाग्दै गरेको अवस्थामा श्रीश्वरनाथ नगरपालिका 10 का 27 वर्षीय सुभाष कुमार दास पक्राउ परेको सम्मेलनमा बोल्दै डीएसपी वेद प्रकाश गौतमले जानकारी दिए। त्यसैगरी सुन चाँदी गरगहना र नगद चोरी गरेको आरोपमा सर्लाही मलङ्बा 8 का 23 वर्षीय मनिका शाह र धनुषा सबैला नगरपालिका 2 का राजन सदालाई पक्राउ गरिएको उनले बताए। उनका अनुसार मनिका शाह जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा आउने पर्यटक एवं श्रद्धालु भक्तजनहरूको सुन चाँदीका गरगहना चोरी गर्दै गर्दा पक्राउ परेकी हुन्। त्यसैगरी धनुषाको नगरायन 6 बस्ने 30 वर्षीय राजकुमार दास चोरी गर्ने उद्देश्यले घरमा प्रवेश गर्दा घर धनीले थाहा पाई प्रहरीलाई खबर गरी पक्राउ परेको बताइएको छ। त्यस्तै साइकल चोरी गरेको आरोपमा धनुषाको मिथिला बिहारी नगरपालिका 10 का 18 वर्षीय रोहित कुमार मण्डल र जनकपुरधाम उपमहानगरपालिका 12 का 18 वर्षीय सनी मिस्तर पक्राउ परेका छन्। त्यस्तै मोटरसाइकल चोरी गरेको आरोपमा धनुषाको कमला नगरपालिका वडा नम्बर 8 का 21 वर्षीय मनिष कुमार कुश्यवत र कमला नगरपालिका वडा नम्बर 5 का 25 वर्षीय सुवान कुमार मरिक पक्राउ परेका छन्। त्यस्तै चोरीको मोटरसाइकल खरिद गरी प्रयोग गर्दै आएको आरोपमा धनुषाको नगरायन 3 का 28 वर्षीय अजय कुमार यादव, धनुषाको कमला नगरपालिका 3 का 22 वर्षीय मनोज मुखिया पक्राउ परेका छन्। त्यस्तै मोटर चोरी गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका 13 का 17 वर्षीय श्याम कुमार यादव पक्राउ परेका छन्। त्यस्तै फलामको रोड चोरी गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका 14 का 21 वर्षीय रविन यादव पक्राउ परेका छन्। चोरी आरोपमा पक्राउ परेकाहरूमध्ये अधिकांश लागू औषध दुर्व्यवसायी रहेको सेवन गर्नेहरू रहेको बताउँदै धनुषाका प्रहरी प्रमुख विश्वराज खड्काले भने पैसाको अभावमा उनीहरूले मोटरसाइकल, सुन, गरगहना, मोटर लगायतका सामान चोरी गरी भारत लगेर बेच्ने गरेको पाइएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको उनले बताए। साइकल चोरी पहिला पनि चोरी मात्र, पछि फेरि साइकल चोरी भयो। कहाँबाट लानु यो चाहिँ यता यो भन्छ धामबाट ल्याएको के अरे हाम्रो तारापट्टि भएको त्यो तारापट्टिबाट ल्याएको। यो मोटर चोरी, पानी तान्ने मोटर चोरी यो यता बाल्लोबाट ल्याएको हो। यो 10 गते पछाडिको हो। 10 गते पछाडिको 10 गते भन्दा हामीले पत्रकार सम्मेलन गर्नु पछाडिको। अनि यो पनि साइकल चोरीको उसमा ल्याएको। साइकल चोरी अब यो चाहिँ राति घरमा कम्पाउन्डभित्र राति घरमा प्रवेश गरेको, त्यसमा त्यहाँ घर केटीले चाहिँ थाहा पाएर चाहिँ अनि त्यसपछि उसलाई खबर गरेपछि ल्याएर नियन्त्रण लिएको भयो। अब यो सिक्री तान्ने यो चाहिँ कस्तो भने चाहिँ यो माथि यो पेठिया बजारमा महिलाको चाहिँ तरकारी किन्ने अवस्थामा निहुरेको बेलामा चाहिँ पछाडि सिक्री तानिसकेपछि उहाँहरू आउनु पीडित। त्यसपछि फेरि पछि त्यहीँ गएर चाहिँ अब वाच गर्न थालिसकेपछि फेरि अर्को महिलालाई पनि एकजना महिलालाई चाहिँ पछि गर्न थाल्यो। यसमा शङ्का लाग्यो। महिलालाई पछि गर्न थालेपछि त्यसलाई नियन्त्रण लिएर ल्याउँदाखेरि चाहिँ त्यो जो पीडित हुनुहुन्छ उहाँको चाहिँ स्वीकार गरिसकेको छ। मैले चाहिँ सुन सिक्री तानेको भनेर यो चाहिँ सुनको सिक्री तानेको। यो मनोज मुखिया यो हिजो मात्रै ल्याएको हामीले। यो चाहिँ हामीले ब्लकमाबाट लिएर आएको दुईवटा बाइक छ। त्यसलाई हामीले लिएर आएको छौँ। बाइक चाहिँ कस्तो छ भने यसो अपाचे बाइक छ, एउटा प्यासन प्रो भन्ने बाइक। यो प्यासन अपाचे बाइकमा चाहिँ होन्डा साइनको यसले नम्बर प्लेट युज गरेको छ। अर्को प्यासन प्रो बाइकमा डिस्कभरको चाहिँ यसले युज गरेको छ नम्बर प्लेट। अनि अर्को यसलाई चाहिँ कस्तो भने चाहिँ अर्को बाइक पनि यसले 4-5 महिना अगाडि चाहिँ प्रहरी चौकी विधामा चाहिँ चेक पोइन्ट थाप्ने क्रममा यसले चाहिँ एउटा बाइक छोडेर भाग्यो। त्यो बाइक पनि चोरीको बाइक छ, त्यो पनि ल्याएको छ। यसको साथबाट 3वटा बाइक हामीले बरामद गरेका छौँ। यसको साथबाट हिजो मात्रै ल्याएको यसलाई। अब अजय कुमार यादव यो चाहिँ चोरीको बाइकको प्रयोग गरेर चाहिँ यो चाहिँ
यो मैदाहरू सहित भन्जार छलेका सामानहरू सहित पक्राउ गरेको छ। चोरीको बाइकमा पीडित पनि आउनु भएको छ। यो चाहिँ उहाँले पनि नम्बर प्लेट अर्कै छ, तर बाइक चाहिँ चोरी भएको बाइक चाहिँ पीडितले जुन दिनुभएको छ हामीलाई चाहिँ यहाँनिर जाहेर खोजिनु भनेर उहाँको नम्बर प्लेट हामीले चाहिँ सिस नम्बर इन्जिन नम्बर भेरिफाई गर्दाखेरि चाहिँ त्यो चोरीको चाहिँ हामीसँग निवेदन भएको र उहाँ पीडितलाई पनि हामीले बोलाएको छौँ। त्यसरी चोरीको बाइक सहित पक्राउ भएको छ। अब यो फलामको रड चोरी हिजो मात्रै ल्याएको हामीले यो मुजेलियाबाट फलामको रड चोरेर भाग्दै गर्दा चाहिँ हाम्रो प्रहरीले चाहिँ गस्ती गर्ने क्रममा चाहिँ रडहरू लिएर जाँदै गर्दा चाहिँ यसलाई ल्याएको रड चाहिँ अब यसलाई स्वीकार गरेर अब यो मसा चोरी दुईजना चाहिँ मुसासहित यन्त्र लिएर अहिले खजुरीमा चाहिँ यो चोरी मुद्दामा चाहिँ पीडितले पनि जारी पनि दिनुभएको छ। चोरी मुद्दामा चाहिँ यो दर्ता यो पनि दुईजना मुसासहित चाहिँ हामी नियन्त्रण लिएको। यो चाहिँ गरगहना दुईवटा घरमा चाहिँ छिरेर पैसा र सानो सुनको 1 आनासम्मको सुनको चाहिँ टप पनि चोरी गरेर भाग्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएर चाहिँ यो धनसा धामबाट मुद्दा चलिरहेको छ। अनि यो चोरीको अनुसन्धानकारी यो लेडी चाहिँ जानकी मन्दिर छ नि हाम्रो भक्तजनहरू आउनुहुन्छ, उहाँहरूले चाहिँ पछाडि मोबाइलहरू राख्नुहुन्छ, त्यसै गरी पैसाहरू हुन्छ, पर्सहरू सुनहरू चाहिँ थुतिहाल्ने थाहा नपाइकन थुतेर भागिहाल्ने। त्यस्तो क्रममा चाहिँ अब पछि हाम्रो त्यहाँको टुरिस्ट पुलिसले चाहिँ अब CCTVहरू फुटेजहरू हेरेर एनालाइसिस गरेर यही हो भन्ने पत्ता लगाएर त्यसपछि पछि चाहिँ यसलाई फेरि अर्को व्यक्तिको पर्स चाहिँ चोर्ने क्रममा चाहिँ पक्राउ गरेर ल्याएको हो। यसलाई चापानीको यसलाई पनि अनुसन्धान क्रममा छ। जानकी मन्दिरबाट आएका छौँ। यो अहिले अस्ति 26 जना चोर हामीले पत्रकार सम्मेलन गरे पश्चात यो अहिले फेरि त्यो पछि यी जुन बाँकी दिन छ त्यसमा हामीले चाहिँ अहिले 13 जना चोरहरू तपाईँहरू समक्ष राखेका छौँ र 16वटा बाइक अहिले हामीले 16वटा बाइक पनि नियन्त्रण ल्यायौँ र 10,000 नगद सुनको टप र कङ्गन 2टा कङ्गन ल्याएका छौँ। यसमा चाहिँ नि सिक्री तान्नेदेखि लिएर सुन चोरी, मोटरसाइकल चोरी, साइकल चोरी लगायतका चाहिँ केटाहरू युवा केटाहरू चाहिँ हुनुहुन्छ। अहिले अस्ति बजार एरियामा अलिकति चोरी थियो भने अहिले अलिकति बजारभन्दा बाहिरतिर गएर चाहिँ चोरीमा अलिकति मान्छेहरू चाहिँ नि गरिरहेछ र यसमा हामीले चाहिँ नि विशेष गरी फोकस एउटा राति 12 बजीको अहिले जुन त्यो 25 जनाको टोली छ इन्सपेक्टर साहबको कमानमा खटेको टोली, त्यो टोलीले एक्टिभली काम गरेको छ। यो एक्टिभली गरेको कामको परिणाम अस्ति 26 जना र यो अहिले त्यो 13 जना यो हो। यसरी गर्दाखेरि हामी एकदम सक्रियपूर्वक र जनतालाई अब हामीले केही न केही गरेर देखाएको छौँ भन्ने किसिमको यो प्रस्तुति पनि हो। त्यस कारणले अब हामीले मन्दिरलाई विशेष गरी यो चोरी हुने सिक्री लुट्नेलाई पनि चोर्दा यो हामीले चोर्दै चाहिँ समातेको हो र मोटरसाइकल चोरीका हकमा 2-3 जना मोटरसाइकल 3-4 जना मोटरसाइकल चोरहरूबाट फेरि उनीहरूलाई खुलाएर घरमा चाहिँ नि लुकाइ छिपाइ राखेको अवस्थामा एउटा चोरी आफ्नो 2टाहरू पनि स्टार ल्याएको छ। त्यस्तै साइकल चोर पनि पटके चोरहरू अहिले फेला परेको छ। यो रड चोर नै सामान्य हो, यसलाई चाहिँ घन्टी चोर रड चोर पनि यसमा समावेश गरेको छ। तर सामान्य भए पनि घरमा एक्लै दुईले भाग गरेर यसले अन्य चाहिने सामानहरू पनि चोर्न सक्ने भने यसलाई पनि अहिले हामीले यसमा तपाईँको समस्या राख्यौँ र गरगहना नगद चोरी पनि फेला पारेछौँ। र अस्ति जुन बाँकी छ हामीले 2-3वटा ठाउँमा मुजेलियामा 0 माइलमा र एकजना पत्रकार साथीको पनि चोरी भएको छ, त्यसमा पनि हामी एक्टिभली लागिराखेका छौँ। उहाँहरूलाई सक्रियपूर्वक हामी लागेका छौँ र सम्भव भएसम्म उहाँको धनमाल हामी उपलब्ध गराउने नै छौँ। हामी लागिरहेछौँ पनि अब अनुसन्धानका प्रक्रियामा एक्टिभ छ, सबै टिम एक्टिभली लागिरहेछ। 25 जनाको टिम मात्रै होइन, नगरभरिका जति पनि युनिट छन् उहाँहरूबाट 2-2 जना एक्स्ट्रा पनि छ। राति एक्टिभली अन्य पुलिस युनिटहरू पनि पालो मिलाएर फर्स्ट सिफ्ट सेकेन्ड सिफ्टमा इन्चार्ज साहबहरू आफू पनि निस्किनु भएको छ। त्यसै गरी बोर्डर एरियामा हुने तस्करीमा पनि हामीले निरन्तरता दिएका छौँ, एक्टिभली लागिरहेछौँ। यसमा हाम्रो अहिले आजका मितिसम्ममा लगभग 7 करोड 50 लाखको हाराहारीमा चाहिँ टोटलमा चाहिँ राजस्व आइसकेको छ। हजुर, यो आर्थिक वर्षमा त्यो छ। र मोटरसाइकलको हकमा अहिले हामीले यो तस्करी गर्नेहरूकोबाट पनि हामी चोरीको मोटरसाइकलहरू चाहिँ समात्यौँ। मलाई के लाग्छ भने हामी अनुसन्धानको क्रममा चोरहरूले गएर बाहिर इन्डियामा बेच्ने, इन्डियामा सस्तो दरमा यी तस्करी गर्ने मान्छेहरूले पनि ती मोटरसाइकलहरू चाहिँ चोरेर ल्याउने, त्यसमा चाहिँ तस्करीका सामान चाहिँ गर्ने, प्रहरीलाई देख्ने बित्तिकै तस्करीको सामान त्यो मोटरसाइकल छोडेर भाग्ने छ। त्यस्तो हामी मोटरसाइकल पनि हामीले अहिले ल्याएछौँ। र अस्ति
6वटा मोटरसाइकल लिएर जानु भएको छ। अस्तिको अरू बाँकी मोटरसाइकल पनि छ र यो 13वटा गरेर 19वटा मोटरसाइकलहरू हामी समक्ष पब्लिकको मोटरसाइकलहरू छ। हामी यी सबै मोटरसाइकल नम्बर 33 नम्बर लिएर मोटरसाइकलको कलर मोटरसाइकलको जात लिएर हामी फेरि पुनः चाहिँ टिपिओ धनुषा मार्फत र तपाईँहरूलाई पत्रकारलाई पनि त्यो कुरो चाहिँ हामी दिन्छौँ र त्यसबाट जसको मोटरसाइकल चिन्न सक्नुहुन्छ